सरकार बनेको 100 दिनमै चौतर्फी फायर खोलेर चर्चा र वाहवाही पाएको बालेन सरकार कर्मचारीका कारण अप्ठ्यारोमा पर्ने देखिएको छ। यसअघि कर्मचारी ट्रेड युनियन खारेजीमा सर्वोच्च अदालतको साथ पाएको बालेन्द्र सरकारको पछिल्लो प्रस्तावले कर्मचारीहरू आन्दोलित बन्न पुगेका छन्। जीवनका ऊर्जाशील 2 दशकदेखि 3 दशकसम्म सरकारी सेवा गरेका कर्मचारीहरूलाई सरकारले रित्तो हात घर फर्काउने तयारी गरेसँगै उनीहरूले सिंहदरबार केन्द्रित आन्दोलन प्रारम्भ गरेका हुन्। संघ, प्रदेश र स्थानीय तह अन्तर्गत विभिन्न मन्त्रालय, निकाय, आयोग तथा कार्यालयहरूमा कार्यरत करिब 60,000 करार, अस्थायी तथा ज्यालादारी कर्मचारी हटाउने तयारीपछि अस्थायी करार सेवाका कर्मचारीहरू सिंहदरबार केन्द्रित आन्दोलन सुरु गरेका हुन्। प्रधानमन्त्री, अर्थ, भूमि व्यवस्था, सहकारी, सामान्य प्रशासन सहितका 7 मन्त्रालयका सचिवहरूको एक निर्णयले भूमि प्रशासन मन्त्रालय मार्फत एउटा पब्लिक कम्पनी लिमिटेड स्थापना गर्ने वा आउटसोर्सिङमा कर्मचारीहरू भर्ना गर्ने प्रस्ताव अगाडि बढाएको छ। यो प्रस्ताव अनुसार काम भएमा झण्डै 60,000 कर्मचारीहरूले खाइपाई आएको जागिरबाट हात धुनुपर्ने हुन्छ। यसरी कर्मचारी हटाउने निर्णय हुँदा संघमा करार सेवामा कार्यरत रहेका 14,000 भन्दा बढी, प्रदेशमा 8,000, स्थानीय तहका 35,000 कर्मचारीहरू प्रत्यक्ष जागिर गुमाउन पर्नेछ। सरकारको यो तयारी सार्वजनिक भएसँगै हिजो कर्मचारीहरूले अर्थ मन्त्रालयमा घेराउ गरेका थिए। आज सबै कामकाज ठप्प पारेर कर्मचारीहरू सिंहदरबारभित्र जम्मा भएर आन्दोलन गरिरहेका छन्।